नमस्कार, मेरो नाम दिनेश सहनी। म आईटी आर्मी को केन्द्रीय सचिव और आम जनता पार्टी को केन्द्रीय सदस्य। हाम्रो रौतहट जिल्लामा अहिले धेरै द्वन्द्व भइराखेको छ जनताहरुमा र भूमाफियाहरुको बीचमा। हाम्रो रौतहट जिल्लामा पर्ने 1 नम्बर क्षेत्र जुन क्षेत्र पर्छ माधव कुमार नेपालको, त्यसैको क्षेत्रमा पर्छ। त्यो माधव नेपाललाई म भन्न चाहन्छु, तपाईको एरियामा, तपाईको क्षेत्रमा यो हाम्रो राइस मिल जग्गा कसैको बापको निजी जग्गा हैन। यो सार्वजनिक आम जनताको हो। यो जग्गा सदियोदेखि यो जग्गामा चाहिँ राइस मिल चामलको उत्पादन हुन्थ्यो। त्यहाँबाट सप्लाई इन्डियामा हुन्थ्यो। कसैको बापको यो निजी जग्गा हैन। म भूमाफियाहरुलाई म चेतावनी दिन चाहन्छु। यो आईटी आर्मीहरुले तपाईहरुलाई चेतावनी दिन चाहन्छ कि यो जग्गालाई तुरन्त जो माफियाहरुले बल जबरजस्ती आफ्नो निजी नाममा गर्न खोजिराखेको छ, योलाई तुरन्त म गौरको एसपी साहबलाई भन्न चाहन्छु, सिरो साहबलाई भन्न चाहन्छु, तपाई गौरमा बसेर के गर्दै हुनुहुन्छ? यो भूमाफियालाई तुरन्त कारबाहीका साथ कटघेरामा राख्नुस्। भएन भने तपाईहरु माथि पनि कारबाही हुन सक्छ। यो आईटी आर्मीहरुले तपाईलाई चेतावनी दिन चाहन्छ। धन्यवाद।